नेवार पनि किराँती नै है। अनि उसको जस्तो काम गरेको पुर्खाले हुनाले बाँडाको जस्तो काम गर्यो त्यो बाँडा साह्रै छ है भन्ने पठा त्यहाँदेखि बाँडा छ बाँडाबाट भुल्याउँदै कहीँ कहीँ अघि हुन्छ। तर उसले चाहिँ अब उसले कमाएको हो होइन म जान्दिनँ। आजभन्दा 70 वर्ष पहिला होला मैले भेटेको त 60 वर्ष पहिला देखेको छोरी यो नानी के भलाको बाजेले छोरी लिएर आएको। अनि अघि भने कुमार भन्यो नि ढाकमान चाहिँ अब फुलको अब दाजुभाइ हो नि नजिकको तुई मुराले सुन्नु भोलि खाने छुरी भनेर राखेको हुँदै पर्दै गएको रहेछ। अब त्यो परिस्थिति अनुसार अनुकूल हामीलाई के गर्यो त्यसलाई पनि खाएको पर्यो केही खानु पऱ्यो। उसले कामले दिनु आँटेको थियो त्यस बुढोले भेट्टाएको छ। कामले दिने पैसा भन्दा धेरै उसलाई दिएर त्यो दुई मुराको सुन्नु भोलि खाने लेखवेट मार्न दिएर हामीले राखेको। अब त्यो कथा लामो जान्छ। संयोग बसेको मैले पछि त्यसको 40 वर्ष मैले भेटेँ क्या मैले भेटेँ। अनि त्यसलाई चाहिँ मैले सुरक्षाको साथमा डेकोरेसन गरेर राखेको छु। दुई मुराको सुन्नु भोटेको त्यो काम सुन्नु कसरी भोट्यो के कथा लामो छ। अनि त्यसरी हामी कतिकोमा सापाटु छ त्यो मैले छैन त्यो बनाएर दिइसकेँ। कतिकोमा मैले बनाएर दिइसकेँ होइन। अनि सक्छु र यसको आएदेखि चाहिँ त्यो पछाडिबाट उसको सन्तानबाट चाहिँ के भएको भन्दाखेरि धाना कालमा अब दादाको बुढाले शासन गर्न जाँदाखेरि कमान त चाहियो नि समर्थन चाहियो नि। अनि बोलाएको छ क्या गाउँ ठाउँको खास त बोलाएको मुखिया प्रमुख आउनु भनेर। तर उसको छोरा दुई मुराको छोरा चाहिँ दुई भाइ छ अरे क्या राजालु र हिरालु बाउ मरिगएको आमा मात्रै गएको पुरा छोरा। अनि पुरा दुईवटा छोरामा जेठा चाहिँ राजालु भनेको त जेठा राई है। तर अलिक बाटो गएर छ के सब कुछ गर्नु सक्ने कहाँ संस्कार गर्नु सक्ने। अनि त्यो हिरालु हुन्छ नि हिरे भनेर सुन्नुभयो होला हिरे चाहिँ अलिक लाग्दो सोध्नु लुटुमै मैले साथी होला। अनि किन बोलाएको राजाले होइन पक्रेर खुल्नुको बोलायो कि मार्नुको बोलायो के गर्नु बोलायो भनेर भन्दाखेरि आमा भएको आमाले चाहिँ कान्छा खाना खाएको किन बोलाएको भने त के कान्छा पठायो। उहाँ जाँदाखेरि राजाको सरकारले त उसलाई अधिकार दिएर पठाएको क्या। अधिकार भनेको तपाईँहरूले पगडी भन्नुभयो सुरु भएको छ सेतो पगडी लाएको भन्ने त्यो होइन है। पगडी सेतो पगडी जान्छ त्यसलाई पगडी त पगडी हो तर त्यो पगडी भनेको क्षेत्र क्या एरिया यो के भन्छ एरिया जस्तो। अनि अधिकार भनेको लाल मोर हुन्छ क्या स्ट्याम्प। त्यो दुईवटा चिज गएर त्यहाँ गाउँठाउँको हिसाब किताब गर्ने त मिलाउने त्यसले कर तिर्ने भनेर पठाएको छ। अनि त्यसमा हाम्रो पुर्खाहरूको माग के थियो भन्दाखेरि त्यति बेलासम्म सायद हामीलाई दबाएको थियो क्या हाम्रो संस्कार गर्नु दिएको थिएन। अनि उसले चाहिँ दसैँ मनाउनु भनेर चाहिँ भनेको। अनि हामीले त हाम्रो पनि त कर्म त गर्नु पऱ्यो नि प्राकृतिक पूजा भयो हामी भन्दाखेरिमा ल सेउलो मान मौलो पनि मान दसैँ पनि गर चण्डी तिमीहरूको संस्कार पनि गर भनेर अधिकार दिएर पठाएको। अब त्यो कसरी गर्ने भन्दाखेरि बाटोको काम हो र कसरी गर्ने भन्दाखेरिमा दसैँ नमाने नभने मान्नै पर्ने तर श्रेष्ठमा। अब आफ्नो संस्कार त सबैले जबरजस्ती मान्नै पर्छ। संस्कार गरेर हामी भुल्नै होइन भने संस्कार सबैले गर्छ भनेर त माथिबाट पठाएको छ। पठाएपछि घरमा आयो अधिकार लिएर आमालाई भनिहाल्यो आमा मैले त्यस्तो मलाई त्यो रातले सरकार दियो भन्नु। त्यति बेला दाइले पनि आमा संस्कार नहुनुपर्ने काम गर्नु दाइले पाउनु पऱ्यो भाइले भेटाएको है। तर आमा बाटो के भनेछ भने हेर कान्छा तले मात्रै होइन दाजुलाई पनि दिए भनेर हाम्रो पगरी चाहिँ दुई भाग बनाएको। जेठा भाइ र कान्छालाई चाहिँ त्यसरी भएको है। दुई भाग पगरी गरिसकेपछि अनि अब संस्कार कसरी मान्ने कुरा आयो नि त। संस्कार कसरी मान्ने भन्दाखेरि सरकारले दसैँ चाहिँ श्रेष्ठ मान्नु भनेको छ। बाउलाई मान्नु दाजुलाई मान्नु बाउलाई मान्नु माउलाई मान्नु ससुरालाई मान्नु होइन। ससुराल माउल दाजुहरूलाई बाउहरूलाई मान्नुपर्ने भएको हुनाले मैले मसरुम गएको के
घरमा टिका लाउन हामी जान्थ्यौँ दसैँमा होइन। अनि के गएको राई मान्नु जेठा दाजु मान्नु गएको जेठाको सन्तान भएका नाताले हामी कान्छाको सन्तान भएका नाताले माथामा ताउसेन्पाहरू आउनुहुन्थ्यो। ताउसेन्पा अनि मुराबाट अनि उहाँहरूको बाजेहरू आउनुहुन्थ्यो फागुमा तल सेलुनमा नाच्दै गर्नाले तलमा गएर गफ गर्थ्यो क्या। गफ के गर्थ्यो भन्दाखेरि हामी किन आएको भन्ने एउटा कुरोले कुरो खोल्थ्यो। अनि अर्कोले भन्छ हामी राई मान्नु आएको भन्थ्यो क्या, होइन हामी भाइ मान्नु भन्थ्यो। अनि बसेर त्यो चिउलोको जाँड निकालेर खाने गफ गर्ने यसरी आएको तपाईँले अधिकार लिएको तपाईँहरूको तपाईँ लिएको र हामी यसरी आएको है। त्यो चाहिँ राजालुङको हेरालुङको कथा। अब त्यसमा अब आमाङ छ नि माथा जेठा बुढा जेठा राई कान्छा राई चार भाग। जेठाको बाट माथा पुर्खा निमालुङ थाहा छ नि तपाईँलाई निमालुङ। अनि जेठाले बाटो पनि हो दाइ पनि हो। अब आफ्नै छन् दाजुभाइलाई माथा भनेको सच्ची भयो। अघि मैले वाकुम भने घेतौँ भनेको घेतौँ राई राई भइहाल्यो जोतौँ सच्चीको काम माथालाई दियो। अनि जेठा बुढा भनेको उपाध्यक्ष जेठा बुढा अध्यक्षको नेक्स्ट र उसलाई जेठा बुढाको पनि आफ्नो दाजुभाइ दियो माथाकोलाई दियो। अब रह्यो के हो कान्छा राई हामी हिरानको त्यसै भाइ बहिनी नै हेपिएको। उसको त न जेठा बुढा छ न माथै छ थिएन। तर तपाईँहरूलाई भन्छु मलाई थाहा छ हाम्रो अन्तिम माथा भनेको सायद कतिले थाहा छ कोले माथा बाटो बुढी थियो नि एउटा घर रामे लक्ष्यको माउली बाजे घर कोले माथा हाम्रो कोले माथा छोरो हस्ताको के पाछा हो हाम्रो पासै हो। अनि जेठा बुढा भनेको हाम्रो खाङ्गेरेम पालो गइरहेको फेरि दबाली हाम्रोबाट देउली लगेर गयो अधिकारै अब राईको देशको जेठा राईको अध्यक्षको देशको अध्यक्षकै हुन्छ नि उसले चलाइराखेको छ। मलाई दुःख लाग्ने म खुसी लाग्छ मान्छेमा किनभने जेठा बुढा हाम्रो दबाली छ। त्यसरी माथा जेठा राई कान्छा राई हिरालुङ राजालुङ अनि फेरि हिरालुङबाट आए राजालुङबाट निमालुङ। जेठा बुढा हो यहाँ हुनुहुन्न। जेठा बुढाको पुर्खाको नाम चाहिँ मैफतलुङ हो है मैफतलुङ हो। मैफतलुङको जेठा बुढा आयो निमालुङको माथा आयो। अनि तपाईँहरू माथा भनेको एउटा शाखा हो राईको एउटा शाखा राई जेठा राई एउटा शाखा हो भने माथाको एउटा शाखा हो जेठा बुढा एउटा शाखा हो। अनि तपाईँहरू प्योर माथा हो माथा हाङ्गा भनेर तपाईँले घरिघरि लाउनुहुन्छ। म माथा हाङ्गा त्यो सुनपुला चुम्पा कोही मान्छे हुनुहुन्छ नि उहाँलाई सोध्नु भन्नु के भन्नुहुन्छ माथा हाङ्गा भन्नु होइन। तर के भइरहेछ त अरू चुला अलग भइरहेछ होइन शाखा हुँदै फेरि भएर गएको हो। उहाँले माथा हाङ्गा हुनु पाउँछ है। तर त्यो माथा तपाईँहरू त्यो लागि तपाईँहरू म पनि कान्छाको हिँड। तर के हो भन्दाखेरि दैव संयोग माछा भेला छ। त्योभन्दा पहिला 2-4 महिना पहिला घरमा म पनि पुगिहालेँ राख्नु त चिठी काट्नु भएको त मलाई चाहिँ घरनेले त के चिठी काट्थ्यो तर चिठी घट्टै मैले घरै भेटिहालेँ। त्यो अरूलाई दिएको चिठी भेटेँ क्या। त्यहाँ त के लेखेको रहेछ भन्दाखेरि के अरे माछाको भेला पर्दाम खाल हाम्रो मन परेर चिठी काटेको रहेछ क्या पर्दाम खाल भनेर। हामी पर्दाम खालमा आइसक्यौँ क्या। अनि मैले के गरेको प्रधान खाल भनेपछि त नेवारको पनि प्रधान हुन्छ हामी कुन प्रधान हो किन हाम्रो बाले चाहिँ भन्ने 12 वर्ष गाउँ पञ्चायतको गरेको हुनाले आफ्नो प्रधानै खालेको प्रधान खाल होइन। कान्छा राई हिरालुङको सन्तान हिरेको सन्तान पनि भन्नु कलेज हेर कस्तो त म एक्लै हुन्छु पो। आज मेरो जेठी भाउजू आउनु भएको छ जेठी बुहारी पनि आएको छ हिरेको सन्तानबाट छोराहरूको सदस्य अब यहाँ थामै मेरो भएको नाताले होइन। अनि सन्तानमा पनि सबैभन्दा अलिक पिछै छ अलिक प्रभाव पर्छ त्यहाँदेखि हाम्रो भित्र हामी अरू यो माथि उपरबाट माथिबाट छ तर भएको र छैन त एउटै हो हुनुहुन्छ। परेको बेला केस पनि काटेर बस्नुपर्छ हामी त्यहाँ तर अरू बेला बनाउँदा पनि भेटिँदैन त्यस्तो। तर नैतिकता दिँदैन जानै पर्ने हुन्छ।
भनेर हामी जान्नु र हामी म यहाँलाई के अनुरोध गर्न चाहन्छु भने काठमाडौँबाट धार आउनुभयो यो प्रोग्रामहरू लिएर आउनुभयो सचेत गराउने हो हामीले क्लिनरको लागि गर्नुभएको छ क्लिनरसँग तपाईँहरूले पुस्तावलीमा एउटा बेच बनाउनुहोस् त्यहाँबाट त्यो पोइन्ट राख्नुहोस् दर्ता गराउनुहोस् त्यहाँनिर अगाडि के गर्नुपर्ने दर्ता नअगाडि त सयकोसको त कुरै आएन हालचाल क्यालेन्डरहरूको लागि जे जति सहयोग छ विज्ञापन हुन्छ त्यसमा टाढो छौँ अहिले त गोजीमा छ मोबाइल ठक्केर गर्ने बित्तिकै पैसा पनि पुग्छ के अरे काम पनि बन्छ होइन त्यसरी यसरी त गर्दै गरौँ बढौँ है र यहाँहरूलाई अलिकति समय मैले धेरै लिएँ अझै धेरै छ कथा त तर फेरि पनि हामीले जान्नु हल्का हल्का हामीले जान्यौँ भने पनि सचेत गराउँ सचेतको समय हो इन्टरनेट युग हो कहाँ यसो बेच्दाखेरि होइन उनीहरूले लाइक गर्नु फ्रेन्ड लाइक गर्दा गर्दा त्यहाँ फ्रेन्ड त गर्दैछ तर सानो प्रब्लम फ्रेन्ड हुँदैन है भनेर भन्ने आउनु गरेको थियो त्यसमा भन्दै यो मेरो छोटो शब्द यो तेल बादल दासको यहाँ राख्दैछु धन्यवाद।